हेलो एन्ड मेरो सबैजनालाई एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। सो आजको चाहिँ धमाकर ट्विस्ट हुने जो म र मेरो दिदीमा हो, किनकि आज चाहिँ हामी दुईजनाको सँगै विक अफ छ एन्ड टुडे आज चाहिँ हो डे थर्सडे एन्ड 25 होइन। अन्त आज चाहिँ हामीहरू के गर्नेछु हो, अन्त तपाईँ हामीले कहाँ कहाँ जान्छु त सबै त्यो तपाईँहरूले देखाउनेछु नि त। अनि हामी चाहिँ भर्खर नै उठेछु म, अनि त्यो उठेर चाहिँ लुगाहरू भिजाइरहेछ कि आज लुगा धुनुपर्छ। अनि दिदी चाहिँ मतलब ब्रेकफास्टहरू रेडी गर्नुहुँदैछ, तबसम्म चाहिँ म रुमहरू क्लिन गर्नेछु होइन, तपाईँहरूलाई म देखाउनेछु आज हाम्रो होल डेमा चाहिँ के हुनेछ। भलै यो भिडियो चाहिँ अलिकति लामो हुनेछ बट तपाईँहरू हेर्दै गर्नु होला होइन, तपाईँलाई म बाहिर पनि देखाउँछु। अन्त हामीहरू चाहिँ मेन थिङको भिडियो बनाउनुको कारण चाहिँ हामीहरू चाहिँ रुम खोज्नु गइरहेको छु नि त कि लाइक हामीहरू चाहिँ प्लान गर्दैछौँ सिफ्टिङ हुनु लागि अर्को रुममा। त्यही भएर म तपाईँहरू देखाउनेछु कुन कुन लोकेसनतिर कहाँ कहाँ रुमहरू खाली छ हो, तपाईँहरूलाई पनि म देखाउने छु। अगर तपाईँहरूले पनि खोज्दैछ भने मेरो भिडियोमा कमेन्ट गरिदिनु होला है, तपाईँ सबै जोड्दै गर्नु होला। चाहिँ दिदीले बिग बस हेर्दै टी रेडी गर्नुहुँदैछ हो। अन्त चाहिँ तपाईँ चाहिँ म रुमहरू क्लिन गर्नेछु होइन, रुमहरू पनि मैला भइरहेछ नि त कि तपाईँ चाहिँ हामी हेर्दै गर्नु होला होइन, तपाईँहरूलाई म यो पनि देखाउनेछु। सो अहिले चाहिँ मैले फाइनली रुमहरू क्लिन गरिसकेँ नि त हो। अब चाहिँ दिदीले माथि लुगा मार्नु हुँदैछ, दुईजना सँगै भएर गर्ने नि त। अन्त तपाईँहरूलाई म रुम देखाइदिन्छु यहाँ। यो चाहिँ हाम्रो यहाँ छ, अनि उता किचन लाइट अफ छ, यहाँ सबै कुरो उयो भइसक्यो, भाँडाहरू मारिसक्यो, खालि अब यसलाई सेट गर्नु मात्रै बाँकी छ हो। अरू सबै क्लिन भइसकेको छ। यो चाहिँ हाम्रो छ हो, अलिकति देखेको छैन लाइट बालै छैन, सबै कुरो रेडी भइसकेको छ हो। अब तपाईँहरूलाई म माथि लान्छु ल। यो चाहिँ हाम्रो यता छ कि, अनि यो चाहिँ डस्टबिन हामी फ्याँक्नुपर्छ कि, डस्टबिन बाहिर फ्याँकेर चाहिँ हुन्छ, यो फ्लावर पनि फ्याँक्ने हो। अनि त उहाँ चाहिँ हाम्रो सुजहरू छ हो, सुजहरू पनि अब यता ल्याएर राख्नुपर्छ अब कतिवटाहरू छ होइन। अन्त यो चाहिँ हामी सेकेन्ड फ्लोर चाहिँ माथि जान्छु है, अनि तपाईँलाई म देखाउनेछु होइन हामीले कस्तो गर्छ भनेर। अन्त आजको मौसम पनि यति राम्रो छ हो, घाम पनि चटक्क लागि तपाईँलाई म देखाइदिन्छु ल, सक्नुहुन्छ होला हो। यो चाहिँ हाम्रो यो प्लान्टहरू छ हो, हेर्नु होला, पानी पर्नु आँट्यो त राम्रो छ कि वेदर। उहाँ चाहिँ हेर्नु सक्नुहुन्छ, दिदीले लुगा धुनुहुँदैछ, अब म चाहिँ यो धुन्छु हो। तपाईँसम्म हामीले सकिसक्छ, त्यहाँबाट चाहिँ हामीहरू जाने हो बाहिर। अब लुगा धुएको हेर्नु है। सो अहिले चाहिँ हामीले फाइनली लुगा धुइसक्यो हो, लुगा धुइसकेर सुकाइ पनि सकेको छु। अन्त चाहिँ अब चाहिँ हामीहरू चाहिँ प्लान गर्छ कि रेडी भएर चाहिँ एक दुईवटा चाहिँ हेर्नु जाउँ भनेर कि अब तपाईँहरूलाई म देखाउनु चाहिँ अब यसको बाद चाहिँ हामीले के गर्नु छ। तबसम्म हामीले लुगा धुइसकेर हेर्नु होला। यो सबै अलरेडी धुइसकेको छ कि मतलब यहाँ क्लोथहरू। अन्त यो मनी प्लान्ट्सको योहरू पानी चेन्ज गर्छु, यो बटर देखेर चाहिँ त्यस्तै के नसोच्नु होला हो। तर भए पनि अहिले चाहिँ फिलहाल काम सब भइसक्यो, अब चाहिँ तल जाने हो। अब तल गएर चाहिँ अन्त चाहिँ हामी प्लान गरेको कि हेर्नु जाउँ कतै हो, तपाईँलाई बादमा देखाउँछु नि त है। सो अब चाहिँ हामीले फाइनली जाँदैछौँ नि त,
दिदी दुईजना हामी रेडी पनि भयो रेडी भएर चाहिँ हामीले निक्लिएछौँ अब तपाईँहरूलाई म आधी बाटोमा देखेर पुगेर देखाउँछु है कता कता जान्छ हामी दिदीसँग आन्टी हामी जानेछौँ हो यो गली आउँदै थिएँ कि यो गलीमा आउँदा आउँदा मैले चाहिँ यो देखेँ कि हेर्न सक्नुहुन्छ मैले चाहिँ बेङ्गलोरमा आएर चाहिँ मैले फर्स्ट टाइम देखेँ कि हाम्रोमा चाहिँ यो गुवा भन्छ कि अन्त दिदीले एउटा टिप्यो मलाई त डर लाग्यो म त भागिदियो तर अब अनि हेरौँ हामीले चाहिँ कतिवटा बिल्डिङमा हेरेँ कि अन्त कतिवटा बिल्डिङ चाहिँ अब ठुलो फर्निचर हामीले चाहिँ अब ठिक्कवाला खोजेको नि त अनि त्यही भएर अहिले चाहिँ हामीले यतापट्टि आएको छौँ पछाडिपट्टितिर चाहिँ जाने हो अहिले चाहिँ हामी यता तल तल छौँ सबैतिर हेरिदिन्छु तपाईँ भ्यू पनि चेक गर्न सक्नुहुन्छ दिदी जानुहुँदैछ अलमोस्ट हामी चाहिँ कतिवटा गलिहरू हेरिसक्यो नि त हो मैले फोटो चाहिँ क्लिक गरिनँ तपाईँहरूलाई म बादमा अब भिडियोमा देखाउँछु कहाँ कहाँ खाने छ भनेर हो हामीले पनि हेर्दैछु अब अहिले होइन यस्तो टाइममा चाहिँ अब हुन्छ नि त अब कतिवटा कुराहरू हुँदैछ त्यही भएर हामी तर भए पनि कन्टिन्युसली हेर्दैछु हो अहिले चाहिँ अलमोस्ट टाइम कति 3:15 भइसकेको छ तपाईँहरूलाई म चाहिँ देखाउँदै गर्छु र हामी त्यो तपाईँले देख्नुहुन्छ हो त्यो पछाडिको उहाँ तल गलीमा चाहिँ हामीले हेरेर आएको थियो नि त तपाईँहरूलाई म अगाडि देखाउँदै गर्छु नि त है हेर्नु न हामी चाहिँ यतातिर पनि आएको हो अनि यहाँ पनि रहेछ तपाईँहरूले पनि अगर रुम खोज्छ भने तपाईँहरूले कन्ट्याक्ट गर्न सक्नुहुन्छ सो हामीले चाहिँ अहिले खोज्दा कहाँबाट चाहिँ यो रामा टेम्पलको चाहिँ छेउछाउमा है त्यहाँ छु नि त हो अन्त मेन प्रब्लम चाहिँ के हो भन्दाखेरि रुम खोज्दाखेरि नि इन्डियन टोइलेट भेट्दैछ कि बानी छैन मोटो भएर पेट लागेर के सक्दिनँ कि बस्ने अब त्यो चाइनिज टोइलेटमा बानी भयो हो के भन्छ ए वेस्टर्न टोइलेट हो त्यसमा बानी भयो त्यही कारणले त्यस्तो इन्डियनमा सक्दैन नि त अन्त कोहीमा हेर्नु रुम राम्रो टोइलेट कस्तो टोइलेट हेर्नु रुमै छैन हो सुरु हो त्यही खत्तम हो गयो समथिङ काइन्ड अफ लाइक द्याट तर भए पनि हामीले हेर्दैछौँ हो तपाईँहरूलाई म कति सुत्दै भन्नुहोस् है 5 रुपये का पानी उधर सामने जो रंग लिखा हुआ थ्याङ्क यू सो अहिले चाहिँ हामी जाँदैछौँ त प्यानी तिर्खा लाग्यो खाँदै अब हिँड्दै हेर्दै गर्दैछु तर भए पनि भेट्नु चाहिँ भेट्दैछ कि तर हामीहरूकोदेखिको लिएर त्यो बहुतै ठुलो भयो हो अन्त त्यही भएर चाहिँ डिनाइ गर्दै अन्त मनिषा दिदीको रुम पनि आइपुगेँ के नाम त छैन होला अहिले तर पनि हामी हेर्दै हिँड्दैछौँ मलाई त त्यो रुम ठिकै लाग्यो हो सो होइन तपाईँले अहिले हेर्नु सक्नुहुन्छ होला अनि चाहिँ हामी यस्तो भइरहेछ हो र पनि लाइक एट द लिस्ट हामीले एउटा चाहिँ हेरिसकेको छौँ कि तर भोलि अब त्यहाँ अब इन्डियन भए पनि दिस डजन्ट म्याटर अब चाहिँ त्यस्तो म्याटर छैन कि अब चाहिँ यस्तो पनि चल्छ तर म पनि हेरिरहेछु हो तर कहिले नदेख्ने बिल्डिङहरू देख्दैछु मैले हो बिल्डिङको स्ट्रक्चरहरू पनि राम्रो छ मेरो पछाडि हेरेर तपाईँले हेर्न सक्नुहुन्छ होला एन्ड राम्रो पनि छ ठाउँ हो लाइक सबै कुरो नै छ तर अब होइन तर पनि लिट्सी हेरौँ के हुन्छ के होइन अब दिदी चाहिँ अगाडि हिँडिरहनु भएको छ तपाईँहरूलाई मेरो टुरिस्टको फोटोहरू देखाउँछु भनेर चाहिँ सोचेको थिएँ कि तर अब अप्ठ्यारो पनि लाग्यो कि त्यही भएर चाहिँ मैले कतिवटा देखेन अगाडि गएर जाने बाटो रहेछ अन्त खालि यहाँ चाहिँ ठुल्ठुलो बिल्डिङहरू मात्रै छ कि अब मन्थली अब 25,000 समथिङहरू दिदी चाहिँ मेरो स्यालेरी पनि छैन होइन दिदी के बनाउनु चाहनुहुन्छ दिदी थाक्यो हो त्यही त हामी स्लिपर पनि चेन्ज गरिरहेछ कि मैले त्यो अजन्ताबाट लगाएको थिएँ दिदीले लग्यो अजन्ता मेरो अजन्ता या त अन्त अब चाहिँ के गरेर भनेको अलिकति के खाऊँ होला हो
यस्तो हिँडेर बात गरेर पुरा थाक्यो। अन्त बेङ्गलोरमा यो चाहिँ म बेङ्गलोर आएको दिनको चाहिँ यो चाहिँ मैले फर्स्ट टाइम हो कि रुम खोज्नु हिँडेको कि। अरू दिन त आयो दिदीको म ठक्क बसेको यो तर अहिले चाहिँ आफैले खोज्दाखेरि हिँड्दाखेरि चाहिँ पेडिक्योर गर्नु मन लाग्यो कि। तर के गर्नु कस्तो फिल गर्छ होला आफूलाई खोज्दा इस होइन। तर खोज्दाखेरि राम्रो पनि थियो किनकि एक्सपिरियन्स हुन्छ हो लाइफमा। सबै कुरा चाहिँ एक्सपिरियन्स चाहिँ गर्नुपर्ने रहेछ। अन्त हामीहरू कता कता निक्ल्यो के देख्दैछु हो। तर भए पनि हेरौँ यता जाने बाटै छैन लु। र पनि हामीहरू कता कता त निक्लिसकेको छु हो। डान्डिया नाइट फेस्टिभल यहाँ डान्डिया नाइट भित्र क्लब होला है। अन्त आया होल्ड गरेर पनि हात दुखिसक्यो। अब के हामीहरू मेन क्रसको रोडमा निक्ल्यौँ भने त हामीले रोडै भेटेको छैन क्या। गलीमा हिँडेकै छ हिँड्दैछ। तपाईँहरू म देखाउनेछु हो कता के हुँदैछ। 300 पनि हेर्दै गर्नु होला। अब तपाईँहरूलाई चाहिँ म एउटा मेन कुरा देखाउँछु ल। यो टेम्पल भन्छ कि यो चाहिँ एकदम राम्रो हो यो। तपाईँहरू म देखाउनेछु। तपाईँहरू मसँग बसिँदै गर्नु होला। यो चाहिँ रिसेन्टली बनिएको अरे यहाँ बेङ्गलोरमा हो। यतापट्टि पनि छ बनिँदै रहेछ। यो चाहिँ यो बिल्डिङको अगाडि रहेछ नि त हो। दिदी कहाँ हो दिदी? म हेर्नु सक्नुहुन्छ र तपाईँहरूले गर्ने रहेछ हो। दिदीले त कता भित्र पसेर कहाँको कसो बिल्डिङतिर पसाएर हेर्नु नसक्यो कि। तपाईँहरूलाई म देखाउनु स्पेसली तपाईँहरूलाई देखाउनु लागि मेरो आमा बाबा देखाउनु लागि चाहिँ स्पेसली है यो चाहिँ त्यो सबै सुनको बनिएको नि थाहा भएन। देखा न उहाँ स्ट्रक्चरहरू बनिँदैछ हो। यहाँ वहाँ देखा न। यो के हो भित्र पस्दा हुँदै रहेछ जुन त भित्र पसिन्छ यहाँ बाटो छ कताबाट त हामी त भए पनि भित्र पसेर चाहिँ हेर्नेछु ल। तपाईँहरूलाई म देखाउनु छु उताबाटै जाने कि हामी। रियल एन्ट्री चाहिँ यहाँबाट रहेछ हो। यहाँ यो गरेर चाहिँ गर्दा हुने रहेछ कि। हालिदिनु न। सो अब चाहिँ हामी कता जाने अब चाहिँ हामीहरू निक्लिएको मार्केट होला। राम्रो छ यहाँ राम्रो लाने नानी सँग बजाउनु उयो हुन्छ फेरि त्यो अर्को हुन्छ। मलाई चाहिँ यो उसमा चाहिँ पुरा वाइट नहुँदै हो नि। 100 न्यू कन्टेन्ट भन्ने अब चाहिँ आन्टीले यसरी पठाइदियो। अब चाहिँ हामी यहाँबाट जाने हो। कता कता हुन्छ तपाईँहरूले देखाउनु छु। दिमागलाई खुला राख्नु
राख्नुपर्छ बुझ्यो फ्रेस फ्रेस रहेछ है यो चाहिँ यो सब अगाडि रहेछ एउटा मात्रै लैजाउँ न अँ अहँ हाम्रो बाटोमा पाउँथ्यो यो साग सकियो कत्रो बेन्ड यहाँ कत्रो बेन्डर पैसा लिएर आएको यो खान आँटेको छु मलाई यो दुइटा मनपर्छ अरू मन पर्दैन यो चाहिँ यसको अगाडि रहेछ कामहरू भएर चाहिँ अलिकति हामी मेन रोडमा छु यहाँ मसँग छु दिदी होइन अन्त हामीहरू चाहिँ टक्कै कति 1:30 समथिङमा निक्लिएको थियो होला अहिले चाहिँ टक्कै 7 बज्न आँटेको छ 5 जस्तो बजिरहेछ हो इट्स अलमोस्ट 5 आवर्स भयो हामीहरू डुलेको होइन तर भए पनि अब कतिवटा चाहिँ हेरिसकेको छु कतिवटा भयो तर भए पनि अब हेरौँ होइन के हुन्छ आज भएन त नेक्स्ट डे छ हो हाम्रोमा तब छ भने चाहिँ हेर्दै गर्नु होला अब हामीहरू घर पुग्न आँटेको त्यहाँबाट यति नै हुन्छ होइन अब चाहिँ हेर्दा रात पनि पऱ्यो हो अन्त हामीले चाहिँ एकदम सामानहरू लिएको छ नि त अनि खाना बनाउनु अब त्यस्तो बित्तरी छैन सब्जी बनाउनु त्यही भएर बाहिरबाट चाहिँ हामीले कबाब किनेछु अब कबाब किनिसक्यो हो जाँदै गएर अब राइस भात मात्रै बनाउनुपर्छ त्यो भात बनाएर सर खानासाना खाएर सुत्नुपर्छ फेरि भोलि छ ब्याक टु ड्युटी अन्त सो आजको भिडियो चाहिँ म यति नै हुनेछु नि त किनकि तपाईँहरू हेर्नु सक्छ होला आज अब त्यति टाइमतिर हामीले कतिवटा हेऱ्यो हो कतिवटा खोजेछु अब कतिवटा त मिलेछ अब के हुने हो अब होइन लाइक इन फ्युचर सो तबसम्म चाहिँ यतिकै नै हो अब म भिडियोलाई चाहिँ म यहीँ नै एन्ड गर्नेछु किनकि अब यहाँदेखि भयो नि त अब फ्रेस पनि हुनुपर्छ भोलि ड्युटी छ थाकिए पनि हो अन्त बिचरा दिदी पनि थाकिरहेछ दिदी अगाडि गयो अगाडि जानुहुँदैछ अब म पनि गएँ सो लाइक यति नै हो अन्त तपाईँहरूले कतिजना खोजिरहनु भएको छ भने चाहिँ त्यो उसमा मैले कतिवटा देखाएकोमा कन्ट्याक्ट गर्नु सक्छ तपाईँले कन्ट्याक्ट गरेर बात गर्नु सक्नुहुन्छ हो कतिवटा राम्रो पनि छ कतिवटा सबै राम्रो छ कि यो होइन कि डिसलाइक छ सबै राम्रो छ एकदम राम्रोहरू छ सो त्यसै गरी म अब भिडियोलाई पनि म यहीँ नै गर्नेछु सो लाइक आफ्टर लङ टाइम भिडियो बनाएँ नि त मैले त्यस कारण नेभर फर्गेट टु डु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब एन्ड सी यू अन माई नेक्स्ट ब्लग टिल देन बाई बाई हेभ गुड नाइट